अब चाहिँ साथीहरू हामी चाहिँ घाँसमा गएको हँसियाहरू नि भत्ता छ नि। अब काट्नु चाहिँ जाँदैछौँ ज्यादा छैन। हँसिया क्या खतरा छ नि। आप्पा अगाडि अगाडि म पछाडि पछाडि पानी रहेर उग्रेको छ यो। कस्तो दामी मौसम भएको छ। गएको हामी बाउछोरी घाँसमा। अब घाँस चाहिँ कति ल्याउँछ अब हेर्नु नि अहिले भरे साथीहरू देखाउँछ नि ल। घाँस हँसिया यो चाहिँ हँसिया हो। हँसिया सिरु फुलेर हेर्नु यस्तो रमाइलो गाउँ छ नि त। माथि डाँडा यसको सिधा तल चाहिँ फेरि खोला छ। त्यहाँ चाहिँ हामी पाहा मार्न जान्छौँ, माछा मार्न जान्छौँ। आमाले मकै सारेको यो छेउछेउ त रहेछ नि। पुरा सारेछ भनेको त अलिअलि त रहेछ। गएको साथीहरू घाँसमा हेर्नु यस्तो दामी छ मौसम भइरहेको छ हो। अहिले पानी पऱ्यो भने फेरि घाँस काट्नु पाउँदैन। हतार हतार घाँस ल्याइहाल्नुपर्छ। आप्पा चाहिँ गमबुट सम्बुट लाएर बुट लगाएको छ। आप्पाले बुट, मेरो चाहिँ छैन बुट। अब भोलि त बुद्ध जयन्ती हो, बुद्ध पूर्णिमा। त्यसको लागि चाहिँ अब भोलि हामी आजै घाँस चाहिँ जागटी काटेर राख्नुपर्ने हुन्छ। इस्कुसको मजनहरू हेर्नु साथीहरू आम्मामा तार लगाएर हरियाली भइरहेको छ। यो चाहिँ हाम्रो हो, भर्खर चढ्दैछ इस्कुस त मजनमा। यसपालि फल्ने हो कि नफल्ने हो कुनि इस्कुसले। मल हालेको छ कि छैन आप्पाले। मल हाल्यो भने चाहिँ फल्छ, हालेन भने चाहिँ चिल्ल है। फेरि यहाँबाट हेर्नु साथीहरू म देखाउँछु तपाईँलाई। यहाँ हेर्नु यसला हाम्रो गाउँ। हामी चाहिँ अहिले यहाँबाट आएको। यो माथिको रातो चाहिँ आगोको घर। यहाँ चाहिँ हाम्रो घर छ। ऊ तल चाहिँ जोजोको घर। अनि हाम्रो घरको छेउमा केराको झ्याङहरूले छेलेको छ। त्यो भाइ जोजोको घर। माथि साइला काकाको घर। यहाँबाट उकालो गयो भने चाहिँ माथि भोलि चाहिँ हामी यो डाँडामा जानुपर्ने हुन्छ साथीहरू। यहाँनिर चाहिँ गुम्बामा पूजा हुँदैछ बुद्ध पूर्णिमाको, र हामी त्यहाँ जानुपर्ने हुन्छ। हत्तु भएर म त हिँड्नै सक्दिनँ नि साथीहरू। हँसिया नामलो चेपेको छ है। यस्तै हो। ल त साथीहरू यस्तै छ है हाम्रो चाहिँ। उकालो बाटो छ है।